एउटा बीमा कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति के होला? पैसा? अफिस? होइन, त्यो हो विश्वास। आज स्रोत सामग्रीलाई आधार मानेर हेरौँ न त नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय शक्ति कस्तो छ र त्यो विश्वासको जग केमा अडिएको छ। हो, बीमा गर्ने बेलामा सबैको मनमा आउने पहिलो प्रश्न नै यही हो। ल हेरौँ है त, स्रोतले यसको जवाफ कसरी दिन्छ। यो जवाफ खासमा 5वटा बलिया खम्बाहरूमा टिकेको देखिन्छ। पहिलो, विश्वासको जग के हो? दोस्रो, ठूला जोखिमबाट कसरी सुरक्षित छ? तेस्रो, कम्पनीको आफ्नै पैसाको तागत कति छ? चौथो, बजारमा उसको स्थान कहाँ छ? अनि सबैभन्दा महत्त्वपूर्ण, यी सबै कुराले एउटा बीमा गर्ने व्यक्तिलाई के फरक पार्छ? ल, कुनै पनि कम्पनीले म एकदम बलियो छु भन्नु एउटा कुरा हो, तर बाहिरको कुनै भरपर्दो संस्थाले हो यो साँच्चै बलियो छ भनेर छाप लगाइदिनु त्यो अर्कै कुरा हो। यहीँबाट सुरु हुन्छ विश्वासको पहिलो जग, जसलाई भनिन्छ क्रेडिट रेटिङ। अनि नेपाल लाइफ इन्स्योरेन्सले त यसमा एउटा रेकर्ड नै बनाएको देखिन्छ। यो आइसिआरए नेपालबाट उच्च क्रेडिट रेटिङ पाउने नेपालको पहिलो जीवन बीमा कम्पनी हो। र त्यो रेटिङ हो AA-। सुन्दा त अक्षर जस्तो लाग्ला, तर यो कुनै सामान्य अक्षर होइन है। यो त कम्पनीको वित्तीय स्वास्थ्य र विश्वसनीयताको एउटा बलियो प्रमाण हो। त्यसो भए यो AA- को मतलब के हो त? यसले खासमा 4वटा कुराको ग्यारेन्टी दिन्छ। 1. कम्पनीको आर्थिक अवस्था एकदमै बलियो छ। 2. दाबी भुक्तानी गर्ने क्षमता उच्च छ। 3. ऋणको जोखिम एकदमै कम छ। र 4. यो कम्पनी लामो समयसम्म स्थिर रहन सक्छ। अब बीमा गर्ने मान्छेको लागि यसको सोझो अर्थ के भयो त? मतलब आफूले गरेको लगानी र भविष्यमा पाउने दाबी सुरक्षित छ। कम्पनीले पैसा तिर्न सक्दैन कि भन्ने डर लगभग शून्य बराबर छ। ल, कम्पनी आफैमा बलियो हुनु त गजबको कुरा भयो, तर सोचौँ त कहिलेकाहीँ सोच्दै नसोचेको ठूलो विपत्ति आइलाग्यो भने के हुन्छ? हो, त्यस्ता ठूला जोखिमहरूबाट आफूलाई र आफ्ना ग्राहकहरूलाई जोगाउने एउटा बलियो ढाल छ, र त्यसको नाम हो पुनर्बीमा। अब यो पुनर्बीमा भनेको के हो? एकदम सरल भाषामा भन्नुपर्दा यो भनेको बीमा कम्पनीको पनि बीमा हो। मतलब एउटा बीमा कम्पनीले आफूले मात्रै थेग्न नसक्ने ठूला जोखिमहरूलाई अरू स्वदेशी र विदेशी बीमा कम्पनीहरूसँग बाँड्छ, ताकि जतिसुकै ठूलो दाबी आए पनि सुरक्षा होस्। नेपाल लाइफको साझेदारी हेर्दा निकै रणनीतिक देखिन्छ। एकातिर जर्मनीको विश्वकै 1 नम्बरमा गनिने ह्यानोभर री जस्तो अन्तर्राष्ट्रिय पार्टनर छ। अर्कोतिर आफ्नै देशको सरकारी नेपाल री र निजी क्षेत्रको हिमालयन री पनि छन्। यो त गजबको मिश्रण भयो। विश्वव्यापी सुरक्षा र स्थानीय बजारको ज्ञान दुवै एकै ठाउँमा। यसको अन्तिम फाइदा के त? सोझो कुरा, चाहे ठूलै दुर्घटना होस्, कुनै महामारी आओस् वा एकैचोटि हजारौं दावी किन नपरोस्, भुक्तानी सुरक्षित रहन्छ। यही हो पुनर्बीमाको सबैभन्दा ठूलो ताकत। ल, बाहिरबाट कस्तो देखिन्छ र बाहिरी सुरक्षा कस्तो छ भन्ने त हेरियो। अब अलिकति भित्रै छिरेर हेरौँ न त। कम्पनीको आफ्नै भित्री आर्थिक तागत चाहिँ कस्तो छ? मतलब यसको पुँजी र लगानीको हालखबर के छ? वित्तीय सुरक्षा नाप्ने एउटा एकदमै महत्त्वपूर्ण मिटर छ, जसलाई सोल्भेन्सी रेशियो भनिन्छ। यसले के देखाउँछ भने भोलि गएर सबैलाई पैसा तिर्नु पर्दा कम्पनीसँग पर्याप्त पैसा छ कि छैन। यहाँ हेर्नुस् त, नियमअनुसार चाहिने पैसा र नेपाल लाइफसँग वास्तवमा भएको पैसा बीचको फरक कति ठूलो छ। यो जुन अतिरिक्त पैसा छ नि, यो भनेको भोलि जस्तो सुकै आर्थिक आँधीबेहरी आए पनि कम्पनीलाई सुरक्षित राख्ने एउटा बलियो पर्खाल जस्तै हो। कम्पनीसँग अरबौंको जीवन बीमा कोष त छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने त्यो पैसा कहाँ लगानी भएको छ। स्रोतका अनुसार त्यो पैसा धेरै नाफाको लोभमा जोखिम मोलेर कतै लगानी गरिएको छैन, बरु बोनस र दाबी भुक्तानीको ग्यारेन्टी गर्न सबैभन्दा सुरक्षित मानिने सरकारी ऋणपत्र र ब्याङ्कहरूमा लगानी गरिएको छ। यो सुरक्षाप्रतिको स्पष्ट प्रतिबद्धता हो। पैसा र रेटिङको कुरा त भयो, तर कुनै पनि कम्पनीको वास्तविक शक्ति भनेको त्यसको बजारमा कस्तो पकड छ र त्यसलाई चलाउने टिम कस्तो छ भन्नेमा पनि भर पर्छ। अब यही पक्षलाई हेरौँ। 190 भन्दा बढी, यो एउटै नम्बरले धेरै कुरा भन्छ। देशभरि यति धेरै शाखाहरू हुनुको मतलब कम्पनीको पहुँच र नेटवर्क कति विशाल छ भन्ने प्रश्न हुन्छ। यहाँ सफलताका दुई पाटा सँगसँगै देखिन्छन्। एकातिर बाहिर बजारमा हेर्दा सबैभन्दा ठूलो हिस्सा लाखौं सन्तुष्ट ग्राहकहरू, अर्कोतिर भित्र कम्पनीमा हेर्दा अनुभवी व्यवस्थापन र पारदर्शी हिसाब किताब।
यतिसम्म कि वित्तीय रिपोर्टिङको लागि आइक्यान सिल्भर अवार्ड जस्तो सम्मान पनि पाएको छ। मतलब यो बाहिरबाट मात्र होइन, भित्रबाट पनि बलियो छ भन्ने सङ्केत हो। ल, हामीले क्रेडिट रेटिङदेखि सल्भेन्सी रेसियोसम्म धेरै कुरा गर्यौं। अब यी सबैलाई एक ठाउँमा ल्याएर हेरौँ। एउटा बिमा गर्ने सोच बनाएको व्यक्तिको लागि यी सबै कुराको मतलब के हो त? बिमा गर्ने व्यक्तिका लागि यसका मुख्य 4 फाइदाहरू देखिन्छन्। पहिलो, एउटा सुरक्षित भविष्य। दोस्रो, दाबीको पैसा पाइन्छ भन्ने ग्यारेन्टी। तेस्रो, उच्च रेटिङ पाएको भरपर्दो कम्पनीको साथ। र चौथो, जस्तोसुकै ठूलो जोखिम आए पनि त्यसबाट सुरक्षा। अन्तमा स्रोतले दिएको सारांशले नै सबै कुरा स्पष्ट पार्छ। यसको आयकर रेटिङ, यसको पुनर्बिमाको व्यवस्था र समग्र वित्तीय शक्तिको आधारमा नेपाल लाइफ इन्स्योरेन्स नेपालका सबैभन्दा बलिया जीवन बिमा कम्पनीहरूको पहिलो पंक्तिमा पर्छ। अब जाँदा जाँदै एउटा सोच्नको लागि प्रश्न छोडेर जाउँ। जब कुनै एउटा कम्पनीले यसरी खुलेर आफ्नो वित्तीय शक्ति र बाहिरी प्रमाणीकरण देखाउँछ, यसले पुरै बिमा उद्योगभित्रको प्रतिस्पर्धा र ग्राहकको विश्वासलाई भविष्यमा कसरी असर गर्ला?